अलिकति रवि लामिछानेको विषयमा बुझौँ है। तपाईँ नगरकोटमा जन्मिनुभयो हो। बाल्यकाल चाबेलमा बाल्यकाल चाबेलमा बित्यो। नगरकोट स्कुल कहाँ पढ्नु भएको? स्कुल मैले भ्रिकुटी स्कुल पढेँ, तर 10 कक्षामा गएर चाहिँ म विजय मेमोरियल स्कुलमा नि पढेँ। मतलब बढी समय मैले भ्रिकुटी सेकेन्डरी स्कुल। क्याम्पस कहाँ पढ्नुभयो त? म आरआर पढेँ। कतिसम्म पढ्नु भएको छ तपाईँले? मैले सर्टिफिकेट लेभलभन्दा बढी पढ्न सकेको छैन। म त्यसपछि फर्दर पढ्नुला भनेर अमेरिका सोचेको थिएँ, त्यो पनि सकिनँ, मैले छैन। त्यति नै हो मेरो पढाइ। भनेको अहिलेको पढाइ तपाईँको +2 त्यति नै हो। अहिलेको पढाइ +2 मात्रै, मैले सर्टिफिकेट लेभल मात्र गरेको छु, त्योभन्दा बढी गरेको छैन। 2059 सालमा तपाईँ अमेरिका जानुभयो। हजुर। अमेरिका पनि त सपनाको संसारै हो नि। सपना संसार त्यसले पनि मलाई हो, त्यसले पनि मलाई। कसरी जान सक्नुभयो अमेरिका? के कसले सहयोग गर्यो तपाईँलाई? के कारण थियो? म विदेश गइसकेको थिएँ। म त्योभन्दा अगाडि कार्यक्रमहरू गर्ने सिलसिलामा म जापान युकेमा प्रोग्राम गरेर गइसकेको थिएँ। अलिकति मलाई त्यसले आकर्षित गरिसकेको थियो। त्यहाँको अलिकति रहनसहन, त्यहाँको अलिकति मैले अन्तर्राष्ट्रिय जीवनशैली अलिकति आकर्षण गरेको थियो। अनि मलाई ब्रोडकास्ट जर्नलिजम पढ्ने इच्छा भयो। अनि पढ्ने इच्छा हुँदा अनि यतापट्टि पनि यो टेलिभिजनसँग पनि अलिकति खटपट भइरहँदा मैले विचार गरेँ न्युयोर्कमा चाहिँ मेरो साथीहरूले चाहिँ मलाई सजेस्ट गरे कि यहाँ चाहिँ ब्रोडकास्ट जर्नलिजम पढ्ने भने पढे हुन्छ, यहाँ पढ्न सकिन्छ भन्ने कुरा गरेँ। भिजा कसरी पाउनुभयो तपाईँले? म भिजिटर भिजामा गएँ। भिजा किनभने म त्यसपछि तपाईँ वहीँ बस्नुभयो? त्यसपछि होइन त? तर मैले तपाईँले उहाँ पढ्न सक्नु भएन किनभने त्यतिखेर मैले पढ्न भनेर म न्युयोर्कमा गए पनि त्यहाँ जाँदाखेरि त्यतिखेरको 2002 को इमिग्रेसन रुल अनुसार कुनै पनि भिजिटरले आफ्नो भिजालाई स्टुडेन्ट भिजामा कन्भर्ट गर्न सक्दैन थियो। तर अब सकिन्छ, योभन्दा धेरै वर्ष अगाडि सकिन्छ।